शेरबहादुर देउबा यहाँ नआओस् भनेर एक थरीले धुपाली बसिया मात्रै छैनन्। हिजो एउटा सामान्य एउटा पत्रकार केटो थियो, केन्द्रीय सदस्य बनाएको छ, बकवास गरेर बोलिरहेको थियो त्यहाँ। यो माइती घरतिर हो, यो घरतिर हो, भएर बोलिरहेको थियो। यो खालको अवस्था छ। त्यस कारणले मैले धेरै लामो कुरो अब गरिनँ, मैले धेरै बोलिरहेको छु। धेरै सबै लगभग एउटा प्रदेश बाहेक सबै प्रदेशमा म गएको छु। अब अहिले आज जेन्जी युवाहरूले बोल्ने हो, सातै प्रदेशका युवाहरूले बोल्ने हो, समावेशी ढङ्गले बोल्ने हो, बोल्ने पनि हो। यो मञ्चबाट सशक्त रूपमा उद्धिएर, सशक्त रूपमा खारिएर अब आवश्यक पर्यो भने पार्टीलाई संस्थागत रूपमा बलियो बनाएर अगाडि बढ्ने मात्र होइन, मुलुकमा आइपरेको निरंकुशतावादको छायालाई समेत समाप्त गर्ने गरी अब युद्ध स्तरमा भिड्नु परेछ भने पनि आजका युवाहरूले हाँक दिनेछन्, बोल्नेछन्, आगो ओकल्नेछन् त्यस्ता प्रविधिका विरुद्धमा र मुलुकमा लड्नेछन्। म यिनै कुराहरू निवेदन गर्न चाहे।